तपाईँलाई पुरानो जोक जुन तपाईँले पहिलोपटक स्टेजमा भन्नुभएको थियो? पहिला त सबै तपाईँकै चोरे भनिन्थ्यो। होइन, मैले पनि कहाँ मेरो हो त, यो त शान्ति शेर्पाको चोरे हो। होइन, म त्यस्तो पुरानो भन्नाले कहिले त्यस्तो साह्रो पुरानो पनि भएको छैन। त पहिला सुरुमा सिक्दा अथवा स्टेजमा चढ्दाखेरि चाहिँ मनोज दाई, सन्दीप दाई अथवा सीताराम दाई, केदार दाईहरूले जुन स्टेजमा पर्फर्म गर्नुहुन्थ्यो त्यही यसो कुनै हामी त विषयमा ड्याङ्गे हान्नु, कुन जोक हो? म जोकहरू ठ्याक्कै जोक मलाई सोध्नु भने म फ्याटै भनिदिन्छु। हजुर भन्नुहुँदै मेरो पहिलो जोक भनेको महाभारतको क्यारिकेचर थियो, जो शान्ति शेर्पाले एउटा मञ्चमा भन्नुहुन्थ्यो, मैले त्यही जोक मेरो मञ्चमा भन्थेँ। पुरै जोक भन्दा नि यो मिमिक्री हो। त्यतिखेर महाभारत सिरियल निकै पपुलर थियो टेलिभिजनमा, त्यसैको कपी थियो। महाभारत अब सुरु भयो महाभारत कथा। लेडिज भाइ, अब सुरु भयो महाभारत कथा। कथा हो यो दोस्तको, यो भ्रष्टको, यो कथा हो यो दुष्टको। कुनै के बिर्स्यो है सम्भव त्यहाँबाट हुँदै हुँदै सम्भवामी युगे युगे। मैं समय हूँ, यही थियो पहिले जो।